हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। अनि आज चाहिँ म हाम्रो नयाँ घर बनाउने ठाउँमा जाँदैछु। हेरौँ कतिसम्म बनाइसक्नु भएको रहेछ। आज त म बिहानै उठ्न बित्तिकै हिँडेको कति धेरै भएको थियो नि त नगएको। एक्जाम पनि सक्यो, अब चाहिँ ढुक्क भयो। अहिले चाहिँ ठ्याक्कै पशुपति चोक आयो। यहाँबाट पनि कटेर पर जानुपर्छ। यहाँबाट त म कुदिदिउँ कि क्या हो, तर फेरि कुकुरले टोक्यो भने अर्को आपत। यो घरमा चाहिँ कुकुर रहेछ अनि परैबाट भुक्दै थियो क्या। फेरि भिडियो बनाउन थालेपछि चाहिँ चुपचाप लाग्ने कि। भर्खरै घाम उदाउँदै थियो अनि म चाहिँ ठ्याक्कै यहाँनिर पुल आइपुगेको छु। फाइनली पुल आयो। गल्यो गाइस। हाम्रो छुट्टै संसार छ यहाँनिर घर बन्ने ठाउँमा। राम राम राम। ठ्याक्कै आधी घन्टै लाग्यो। लाली हाम्रो गाई, लाली हाम्रो गाई। फाइनली हाम्रो घर आउन आँटेको छ। अब 1 मिनट पर्खिनु, जस्ट 1 मिनट। यतातिर त यस्तो पहिला केही थिएन, अहिले त यति धेरै घर हुन थालेको छ नि। राम राम राम। लास्टै घर बनाउन थालेका छन् यतातिर। बाटो चाहिँ कहिले बनाउने हो हेर्दै जाम। Bye-bye. Hi. What's up, girl? ए भ्लग बनाउँदै आएको। भ्लग बनाउँदै आएको। हजुर। हेर्न आएको। कति धेरै टाइम भएको थियो भने नि घर हेर्न नआएको। लास्टमा त कत्रो ठुलो बनाइसक्नु भएको रहेछ कि। यहाँ चाहिँ सरहरूको घर बन्दैछ साइडमै। हेलो हेलो। अब म चाहिँ हाम्रो बन्दै गरेको हाउस टुर गराउन आँट्दैछु तपाईँहरूलाई। दिस इज द होम। यहाँ चाहिँ को बस्छ होला नि यहाँनिर? म त माथि बस्छु। पछाडिबाट दामी भ्युज देखिन्छ। यहाँ पनि सबै घर बन्छ यहाँनिर। सबै भत्केर बन्छ घर। लु यहाँ त यो कुरा चाहिँ अर्कोभन्दा अलिकति सानो रहेछ। यहाँ चाहिँ छ टोइलेट। मलाई त टोइलेट यत्रो ठुलो भएको मनपर्छ, तर तल बस्नेलाई त के छ र। यहाँ चाहिँ हाम्रो किचन बन्छ। म चाहिँ माथि जान आँट्दैछु दोस्रो तलामा। यो चाहिँ अगाडिको सिटिङ रुम हुन्छ होला, अनि यहाँ किचन हुन्छ होला सायद। अनि हेरौँ के छ। यहाँ वासरुम हुन्छ। यो चाहिँ मेरो कोठा। म यही कोठामा बस्छु सायद। वाउ, यो पो दामी रहेछ।
होइन म यो कोठामा बस्छु आया यो कोठा अलिक दामी रहेछ उज्यालो पनि हुँदो रहेछ अलिकति ठुलो पनि छ यही दामी लाग्यो यहाँ चाहिँ सर हुनुहुन्छ ए पानी लाउँदै हुनुहुन्छ अर्को घरमा कस्तो बाटो म चाहिँ माथि जाँदैछु अब माथि कस्तो बनेको छत पुरै बनिसकेको छैन त्यही पनि वाह दामी वाह खतरा सही हो ल माथिबाट हेर्दाखेरि त दामी फिल हुँदो रहेछ यार वाउ चाहिँ म तल झर्दैछु भिडियो बनाउन त मजा आउँदो रहेछ नयाँ घरमा सुई ल होम टुर पनि भयो घर कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि म चाहिँ अहिले होम टुर गराइवरी माइजूहरुकोमा जाँदैछु ऊ त्यहाँ रातो देखेको छ नि यो घर चाहिँ हाम्रो माइजूहरुको स्टार्टिङ फेजमा छु नि त त्यही भएर मेरो भिडियो पनि खासै राम्रो बनाउ जस्तो लाग्दैन घर पनि अब सुरुमा बन्दाखेरि त राम्रो देखिँदैन बनिसकेपछि म हजुरहरूलाई पक्कै पनि देखाउने छु फाइनली माइजूहरुको घर पनि आइसकेको छ यहाँ चाहिँ अगाडि भाइहरू छन् हेलो सब्सक्राइब गरिदिनु भन युट्युब हेलो कान्छा हेलो खाजा नखाइकन जानै दिनु भएन माइजूले अनि म चाहिँ अहिले निस्किसकेको छु फेरि कलेज जानुपर्ने छ आज त मेरो लाइब्रेरीमा फाइनली अब चाहिँ म चाहिँ घर जान आँटेको गाइस थ्याङ्क यू फर वाचिङ भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मेन गरी बाई